चाहिँ दही चिउरा खान आँटेको गाइस हामीहरू हो। यसको प्रोसेसिङ हुँदैछ। दही चिउरा बनाउने मान्छे चाहिँ लिएर आउनुहुन्थ्यो। किन्ने मान्छे चाहिँ यहाँ छ है हाम्रो दादा। ला थ्याट भन्छ के भनिदिनु नि ब्लग पो हो त। फिदा होइदिनु पर्यो तर दुईजना नानीको बाउ हो नि। दही चिउरा खाने दिन हो गाइस। तपाईँले खानुभयो कि भएन? एक प्याकेट चाहिँ खोलिसक्यो दही, फेरि नेक्स्ट खानु हुँदैछ। मुसा किन्ने मान्छे कोही छ? सेतो मुसा हो कालो मुसा। साँच्ची नै? साँच्ची हो त। मैले उसकोमा देखेको सम्पादीमा। बेच्छु भन्दैछु। किन उनीहरूले चाहिँ कता हुनुहुन्छ हौ? यहाँ चिउरा छ, यहाँ दही। यता आउनु न दोकानमा। एकछिनबाट आन्टीले भन्नुपर्छ के भयो लाग्दा भन्दै। अब यहाँ ल्याउनु म खान्छु। काम के चाहिँ गर्नु भन्न अब? पानी प्लास्टर उयो नै छैन, एनर्जी छैन। मक्खन जस्तो देख्दैछ। मलाई चाहिँ एउटा चम्ची देउला। खाने मान्छे चाहिँ हामी सबैजना। यहाँ छ गाइस हाम्रो दही चिउरा केरा। बाबा चाहिँ कहाँ गयो? ड्युटी। चाहिँदैन यो अन्त उसलाई त रक्सी चाहियो के भन्दै कति म त भात भन्दा बेसी त रक्सी नै याद आउँछ खाँदैन त भात को खाने केरा चाहिँ? ल काट्छ रक्सी यसरी उलो मुसाई चाहिँ यस्तो हो नि गाइस। हाम्रो खै किन्दा चाहिँ दही चिउरा खाँदा चाहिँ केही हुँदैन त्यो त। रक्सी थोरै आएको छ। दही गुलिँदै छ है? पहिला म यहाँ खान्छु दहीसँग मात्रै। हालेको छैन? अलिक दही गुलियो लागेको नि भन्दा। आज त म जहाँ पनि जान्छु धेरै मात्रै दिन्छ हो। दोकान गएँ त्यहाँ त गाई रुम गएको त्यहाँ पनि दही चिउरा हामी दही चिउरा खाएर नै भयो। त्यो धेरै थियो। यहाँ आएको हेर्नु त्यही